नमस्ते। आज चाहिँ म मेरो आफ्नै बारीको अर्ग्यानिक तरकारीहरू केलाउँदै छु। यसलाई चाहिँ हामी स्वीट साग भन्छौँ, खै अरूले चाहिँ के भन्छ थाहा छैन। अनि यो चाहिँ हाम्रो आफ्नै बारीमा फलेको हो, त्यही भएर यो बनाउँदै छु। आज हाम्रो बारीको धेरै तरकारीहरू जम्मा गरेछ हामीले। अनि यहाँ छ यो चाहिँ स्वीट साग भयो। अनि यो चाहिँ यसलाई चाहिँ लट्टेको साग भन्छ। यसको चाहिँ एउटा मात्रै बोट छ, यसलाई टिपेपछि धेरै हाँगा बिगा फैलिन्छ भनेर मैले चाहिँ यति नै टिपेको आज यसलाई। अनि त्यसपछि यहाँ छ लसुन, अनि यो चाहिँ हरियो लसुन अलि पछि रोपेको भएर कलिलो छ। अनि यो चाहिँ भयो सिस्नो हो, यो पनि हामीले आफैले रोपेको बारीमा। टाढो टाढो त रोप्नु पर्दैन, जति पनि पाउँछ, तर नजिकबाट टिपेर खानको लागि चाहिँ हाम्रो आफ्नै बगैँचामा रोप्नुपर्छ। यो भएको छ। यो चाहिँ ढिक्की नुन। यसलाई सिस्नो पकाउनुभन्दा अगाडि चाहिँ पहिला मकैको पिठो राख्नु, नुन र मकैको पिठो राख्ने हो। त्यसपछि लास्टमा चाहिँ आफ्नो स्वाद अनुसारले झान्दा पनि मिल्छ, सुकेको खुर्सानीहरू राखेर। होइन भने चाहिँ अब यसमा हामी चाहिँ लसुन र टिमुर मात्रै थिचेर राख्छौँ। अनि त्यति भए पनि काफी हो लसुन यसको लागि चाहिँ। यो सागको विशेषता भनेको चाहिँ मलाई सबभन्दा राम्रो लाग्ने चाहिँ के हो भने यसमा चाहिँ किरा एउटा पनि हुँदैन। त्यो भएर मलाई चाहिँ यो साग एकदम मनपर्छ। यसको टेस्ट चाहिँ अब आफ्नो आफ्नो स्वाद अनुसार हो, कसैलाई मनपर्छ कसैलाई मन पर्दैन। तर यो चाहिँ एकदम राम्रो हो, यसले चाहिँ रगत बढाउँछ भन्छ शरीरमा।